पढेर के हो सुनाउ त अबाट अमला आबाट आमा ईबाट इनार ईबाट ईश्वर उबाट उनर यत्रो धेरै पढ्न कसले सिकायो त्यो मेरो ठुलो साथीले नि आमा त्यो टिरिङ टिरिङ घट्टी बजाउने मैले एबीसीडी पढेको दिन साथीले दुईटा रातो ठाडा बरफ ल्याइदिएको थियो नि आमा होइन अनि अस्ति पनि ल्याइदिने भनेको थियो खै आज 27 डेज भइसक्यो ल्याइदिएकै छैन आमा किन तिम्रो ठुलो साथी छ नि टाढा भगवानको घरमा चिठी पुर्याउन जानु भएको छ अब तिमीलाई त्यहीँबाट चिठी पठाउनु छ है हस् त्यो चिठी म पढ्छु है तिमीलाई त पढ्नै आउँदैन अनि मामालाई पनि पढ्नै आउँदैन के खेलेको तिमीहरू मैले तेरो भान्जीलाई पढाउनै सकिनँ मदन पढाउनै सकिनँ दिदी भान्जीलाई बाउको नाम म दिन्छु